नमस्कार दर्शकबिन, म हुँ तपाईको चाहने र आज हामी जाँदैछौँ अब कता भन्दाखेरि खोलातिर। ए सरी हामी जाँदैछौँ यही के अरे अनुज अधिकारीमा हालिदिनु पर्नु भयो। त्यो अस्ति अब भिडियोको आएको थियो, अब हामी भ्लग अब हामी कहाँ जाने भन्दाखेरि टक्कसँगले खोला पौडी खेल्न जाने हो। तर यति कुरो हो, मलाई पौडी खेल्न आउँदैन। ला सबैजना तरे हेर्न सक्नुहुन्छ, मलाई चाहिँ एक्लै छोडेर गए। क्रिस टाढा क्रिसका सुनेको गाना यहाँ दर्शकबिनमा पनि गइसकेको छु। यो चाहिँ कहाँ हो भन्नुहुन्छ भने लोकेसन भन्नुहुन्छ भने यो भनेको तालतलाएको जङ्गल पछाडि रहेको छ। हामीलाई हेर्न सक्नुहुन्छ, सबैजना छौँ हामी। सक्नुहुन्छ हेर्न सक्नुहुन्छ। डिङ 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 डिङ। र अब हामी जाँदैछौँ यो चिट्टी द रोबोट। एयरलाइन लिभिन हो गयो। यहाँ हेर्न सक्नुहुन्छ, आउँदैछन्। हेर्न सक्नुहुन्छ कपल्सहरू छन् त्यहाँ, तर हामी चाहिँ एयरलाइन देखिसकेको छ। दर्शकबिन पौडी खेल्न गइरहेछौँ र यहाँ चाहिँ भनेको हाम्रो एकदम बलवान साथीहरू छन्, यहीँ बोक्दैछन्। हड्डीवाला यहाँ बलवान छन्। यो हाम्रो सुगम दलले भन्छौँ हामी। यहाँ हाम्रो छ खले भन्छौँ हामी। थ्याङ्क यू। अनि यहाँ छ हाम्रो छप्री भन्छौँ हामी। तोरी भन्छौँ हामी। यसलाई उसलाई भनेको यो झ्याप्पै भन्छौँ हामी। म चाहिँ चने हो है, तपाईँहरूको चने। र हामी दर्शकबिन जाँदै थियौँ कि हामीले कपल्स देख्यौँ है गाइस। कपल्स छन् यार, तर केही छैन। हामी भनेको सिङ्गल लाइफ इज रक हो भाइ। यत्रो 5-6 7जना हामी कोही पनि कपाल आउँछ भने के भनिदिन्छौँ थाहा छ? हामी कपाल देखाइदिन्छौँ। हामी इफ यु थिङ्क योर ब्याड आइम योर ड्याड, सट अप योर इङ्ग्लिसमा ए प्लस ल्याएर मात्र हो। सट अप योर मार्थ गो योर होम भनिदिने भयो हामी। हामीले झोला देखिसकेको छौँ। के तपाईँहरूले कहिले चिट्टी द रोबोटको के अरे कुदाइदेख्नु भएको छ? आज देख्नु छ जसरी कुद्छ चिट्टी द रोबोट भनेको। र यहाँ आउँदैछन् दर्शकबिनहरू, यो सबै साथीहरू छन् हाम्रा। खोलाको कार यही छ, त्यहाँ हेर्न सक्नुहुन्छ। डान्सिङ कार भन्छ यसलाई। ल हेर्न सक्नुहुन्छ दर्शकबिन। ल अब यहाँ हामीले 4-5जना अङ्कलहरू देखेको छौँ, जसको चाहिँ भुँडी यत्रो ठुलो न ठुलो रहेछ। र ओइ कोशी नदी धरेन्द्र नन्दिनी बिरासु बन्धुरस तुरते कान्त सन्तति ओ नमान मानसेको मलाई चाहिँ केटा हो। दर्शकबिनहरू तर्नै आउँदैन, अब के गर्नु। आफू त परे धेरै गहिरो रहेछ। राम कहिले तरिसक्नु यत्रो, त्यही भएर म तर्दिनँ। यहाँबाट एउटा ढुङ्गा रहेछ, त्यसबाट तरेर जान्छु म। दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ, हामी खोलामा पौडी खेल्न जाँदैछौँ। यहाँ राम सेतु बनेको रहेछ। राम सेतुबाट गइसकेको छु। सके अब हामी जाँदैछौँ। अङ्कलहरू हामीलाई हेरेर हाँस्दै हुनुहुन्छ, को चाहिँ छप्रीहरू रहेछन् भन्ने हुन्छ। तर म भन्न चाहन्छु म छप्री होइन, म चने हो होइन त। यहाँ हाम्रो झ्याप भाइ छ। यहाँ झ्याप भाइ, यहाँ हाम्रो केटो सधैँ झ्याप हुन्छ। यसपालि मुलेट काटेको छ, हेर्न सक्नुहुन्छ। मेरो जस्तो ठुलो कपाल त छैन उसको, त्यही पनि ठिकै छ। त्यहाँ चाहिँ बालुवा लुटिरहेछ। हामी रङ्गे हात पक्रेर किनभने पुलिसको जिम्मा लगाएर बालुवा चाहिँ हामी लाग्छ। ओए थाहा छ तिमीलाई एउटा कुरा? ओए भन। तिमीहरूलाई थाहा छ एउटा कुरा? सबैभन्दा ठुलो कपाल मेरो छ नि। हो यार, यस्तो कपालै बनाउने मेरो सपना अस्ति कस्तो एउटा रमाइलो कुरो भयो क्या केटा। ठक्क एउटा केटी देखेको थिएँ क्या,
ठक्क गएको आई लभ यु भनिदियो कि मैले के भन्दै त थाहा छ तिम्रो कपाल त धेरै ठुलो रहेछ भयो भन्यो त्यस्तो केटीले डिजर्भै गर्दैन कि यति राम्रो अनि म डिप्रेसनमा गएँ अनि फेरि घर फर्केर आएँ ए यार अनि कहाँ भाँडा नौली गएको थियो होला नि आन्टीले हकाएर ताको होला हौ डिप्रेसनमा पनि भाँडा नौली जानु पर्थ्यो नि त मोल्नुपर्छ नि यत्रो ठुलो भनेर गएन होला नि त कसैले कराएर कुकर थियो त्यसै डिप्रेसनमा जानु पर्छ त्यही भएर दर्शक बिन हामी यो फकलाइन टापु भन्छ यो ठाउँको नाम हाँस्नु चाहिँ नहाँस्नु होला तर हुन चाहिँ यसलाई फकलाइन टापु नै भन्छ त्यो फकलाइन टाइममा चाहिँ हामी आइसकेको छौँ र यहाँ झुलुङ्गे पुल झुलुङ्गे पुल इन द वर्ल्ड त्यो चाहिँ होइन भनेर अबको 10,000 वर्ष पछाडि आउँछ कुनै एउटा झुलुङ्गे पुल त्यत्रै यहाँ चाहिँ हेर्न सक्नुहुन्छ ल हामी चाहिँ आइसकेका छौँ मेरो यो चस्मा छ नि बालनले मेरो चस्मा हेरेर कपी गरेको हो यार मैले चस्मा लगाएको बालनजीले चाहिँ हाम्रो सम्हालेर प्रधानमन्त्रीज्यूले चाहिँ कति राम्रो चस्मा पनि लिन्छु भन्नुभयो र मसँग एउटा थियो मैले दिएको हो चुइची खेल्न जान्छ पौडी खेल्नु दर्शक पनि हामी तालतरा जाँदैछौँ चुइची खेल्नको लागि र चुइची भनेको के हो भन्दै हुनुहुन्छ होला चुइची भनेको यस्तो राम्रो कुरो छ यस्तो राम्रो कुरो छ तपाईँहरू छक्क पर्नुहुन्छ साह्रै रमाइलो कुरो छ